नमस्ते सभासदज्यू। नमस्कार। ठिक छ। अनि अहिले तपाईहरुको तलब भत्ता बढेको छ, तपाईहरुलाई कस्तो महसुस भइरहेको छ त? हैन भने कस्तो महसुस हुँदैछ के तपाईलाई? सम्हाल्नुस् आफूलाई यार, तपाईँ के सब बर्बाद पार्नुहुन्छ। मेरो मनमा पनि त जिल्ला टप लागेलु चलिरहेछ, तर हामी सम्हालेछौँ नि। के भन्दै थियो बाबु तपाईँ? हैन तपाईहरुको त तलब भत्ता बढेको छ, अहिले तपाईहरुलाई कस्तो महसुस हुँदैछ भने के? एउटा कुरा तपाईँ बता, तलब भत्ता हाम्रो परेछ, तिमीलाई के जलन भइरहेछ? मनमा आगो लागिरहेछ? कस्तो जरजरा महसुस भइरहेछ, दिमाग जलिरहेछ, पेटमा आगो लाग्यो। तलब बढ्यो भनेर भनेछ, भाता बढ्यो भने हामी पाएछु अहिले। तलब हामीले पाएछु, अहिले पाइहाले। हाम्रो गोजीमा छ निकालीले कुरा त निकालीले पुरा निकालीले बुझाउँछ। तलब बढ्यो भनेर भनेछ, मुखमा माई घुसाउन निम्ति आइसक्यो। यार यो कुन पत्रकार हो यार? जर्यो, मन जर्यो। तिम्रो 19,500 अहिले बढेको छ कि छैन? पाए पैसा तिमी? हामी कहिले जब तिम्रो पैसा बढ्यो हामी आएर तिमीलाई सोध्यो कि तिम्रो पैसा बढ्यो, तिमीलाई कस्तो महसुस भइरहेछ? मुखमा माइक पुरा घुसाउन आइरहेछ कि कस्तो महसुस भयो? के बढेको तल? के बढेको भत्ता? तिमीले बढाएको हो भत्ता कि तिमी सोचौ, तिमी जिम्मेवार लिन्छौ? कुरा गर्छ पागला मान्छे। चप, कुन मान्छे हो यार यो? तपाईँ के यार गर्नुहुन्छ? तपाईँ सम्हाल्नुहोस् आफूलाई यार।